ल नमस्कार सबैजनालाई। आज चाहिँ हामी भद्रपुर 7मा चाहिँ हाम्रो लुगा वेस्टको एन्ड थर्मल बेड चाहिँ जोड्नको लागि गइरहेछौँ। यहाँ चाहिँ हाम्रो हुन्छ निकिता मिस अनि अर्जुन सर हुनुहुन्छ अनि हाम्रो म्यामहरू चाहिँ पर हुनुहुन्छ। नमस्कार। अनि आज कस्तो लागिरहेछ नि लुगा वेस्टको इन्फो थर्मल बेड घरैमा भित्राउनु पाउँदा? एकदम खुसी लागेको छ। एकदम खुसी लागेको छ है। अनि त्यसै पछाडि यो इन्फो बेड भित्राउने निर्णय चाहिँ के कारणले गर्नुभयो नि? यो हामीले इन्फो बेड भित्राउने चाहिँ मूल कारण भनेको त्यहाँ गइयो, हजुर, अनुभव बटुल्यो, हजुर, आफ्ना समस्याहरू पनि केही न केही न्यूनीकरण भएको महसुस गरियो र समयको सदुपयोग गर्ने उद्देश्यले हामीले त्यहाँ जाने, लाइन लाग्ने, बस्ने, त्यो गाडीको भिड अनि हाम्रो मेची राजमार्गको त्यो अलिकति अप्ठ्यारोपन पनि भयो। त्यहाँनिर जर्किनको समस्याहरू, आउन जान समस्या भयो, अलिअलि खर्चै पनि बन्यो, समयमा खाना पाउने कुराहरू पनि भएन र घरमै ल्याउँदा चाहिँ फाइदा हुने भयो, समयको पनि सदुपयोग गर्ने भइयो र विभिन्न कामलाई पनि मध्य नजर गरेर हामीले यो घरमै आफैले अनुभव बटुलेको कारणले यहीँ ल्याउँदा राम्रो हुन्छ भन्ने उद्देश्यका साथ एउटा निर्णय गरेर त्यो टुङ्गोमा हामी पुग्यौँ। समयको बचत साथसाथै आफूले लिएर आएको समस्या पनि राम्रो भएको कारणले गर्दा, राम्रो हुँदै गएको कारणले गर्दा चाहिँ यो इन्फो बेड घरैमा भित्राउनु भयो है। अनि एकदम खुसी हुनुहुन्छ दुवैजना? एकदम मजाले खुसी छौँ। खुसी नभएको भए त ल्याउनै नै थिएन। हजुरहरू चाहिँ अनि हाम्रो बेस्ट हाउसमा आउँदै गर्दा नि के समस्या लिएर आउनु भएको थियो नि बुवा? यो प्रोस्टेट थियो एउटा, हजुर, कम्बर ढाड दुख्ने अनि विभिन्न अब सबै शरीरका समस्याहरू सबै थिए। अब ती ल अनि यता हाम्रो बुवाको चाहिँ मेरो सर्वप्रथम पैताला पोल्ने थियो। हजुर, मेरो अब यो सुगर र प्रेसर त छँदै थियो, अब त्यसैको कारणले हो के हो त्यो पोल्थ्यो एउटा। हजुर, अनि मेरो यो घुँडा दुख्ने, तिग्रा अलिअलि दुख्ने, प्रोस्टेट पनि अब छँदै थियो, त्यसैमा गाँसिएको। त्यस पछाडि मेरो कम्मर दुख्ने र एलर्जी पनि थियो मेरो अनुहारमा र पिनास जस्तो थियो मेरो बायाँपट्टि, त्यो चाहिँ धेरै नै राम्रो भएको मैले महसुस गरेँ। म चाहिँ अब त्यहाँ वैशाखको 3 गतेबाट प्रवेश गरेको हो, तैपनि अब त्यहाँनिर हाम्रो त्यहाँको मेमहरूले, सरहरूले अत्यन्त राम्ररी पढाएको, बुझाउन सकेको, धेरै कुराहरू त्यहाँ बुझाएको कारणले अलिक रमाइलो पनि भयो। अनि त्यो त्यतै रुमलिँदै 5 दिनदेखि उता अनि मैले अलिक ध्यान दिएर अब मेरो पिनास छ, कहाँ के गरौँ, फाइबल कसरी चलाउँ भन्दै गइयो र यो गरी चलाउनु भनिसकेपछि ठ्याक्कै 9 दिनको दिन जस्तो लाग्छ मलाई मेरो यो बायाँपट्टि नाकाबाट अलिकति दुर्गन्ध जस्तो निक्लियो, एकैचोटि डल्लो जस्तो। त्यसपछि अलिकति श्वास फेर्नको निम्ति र केही मैले अब दहीहरू खाना ओर्न अलिक राम्ररी आनन्द आएको छ र न्यूनीकरण भन्दा पनि ठिक हुँदै जान्छ भन्ने नै अलिकति दृढ विश्वासका साथ हामीले वास्तवमा यो घरमै लैजाउँ भन्ने सरसल्लाह हामी दाजुभाइले गऱ्यौँ। दाजुभाइले मिलेर है आफ्नो समस्या पनि राम्रो भयो, साथसाथै समयको बचत र आफूलाई राम्रै अनुभव है। बेस्ट हाउसमा आएर पनि वातावरणले पनि अलिकति तान्यो है। राम्रो रहेछ, धेरै तान्यो। ल ठिक छ, ल सधैँ प्रयोग गर्ने, दैनिक प्रयोग गरेर स्वस्थ हुनला, सधैँ यसरी नै खुसी हुनला, दाजुभाइ यसरी नै मिलेर बस्नला। हुन्छ, नमस्कार।